कंक्रिट कुन ग्रेडको युज गर्नु भने M25 M20 है M भनेको के हो मिक्स 20 भने यसको क्यारेक्टरिस्टिक कम्प्रेसिभ स्ट्रेन्थ है अनि रिबारको ग्रेड कुन भने Fe 500 TMT बार Fe भने के हो आइरन 500 भने यसको यील्ड स्ट्रेन्थ TMT भनेको थर्मोमेकानिकली ट्रेटेड है अब यहाँ स्केल पनि लेखेको छ है अब स्केल त तपाईहरु अटोक्याडमा सिकिराख्नु भएको छ अब यहाँ हेर्नु फर्स्ट फ्लोर ग्राउन्ड फ्लोर फर्स्ट फ्लोर र सेकेन्ड फ्लोर है तीनटै फ्लोरको यहाँ दिया छ ठीक छ यहाँ कोलम C1 C2 C3 C4 C5 C6 र 7 वटा साइजको कोलम रहेछन् है कोलम C1 को 14 इन्च बाइ 14 इन्च छ यहाँ हेर्नु देखिरहेछ नि 14 इन्च बाइ 14 इन्च C2 पनि 14 छ सबै 14 बाइ 14 कै कोलम छन् है आजभोलि मिनिमम साइज कोलमको 14 बाइ 14 हो यो सर्कुलर कोलम हो नि त है सर्कुलर कोलम चाहिँ 12 बाइ 12 हो सर्कुलर है अरु सबै 14 छ हैन अब यसमा हान्नु 4 वटा बार 20 mm को प्लस 4 वटा बार 16 mm को है प्रत्येक कोलममा के रहेछ त 4 वटा बार 20 mm को लाउनु 4 वटा बार 16 mm को है यहाँ देखिरहेछ तपाईलाई अलि नजिक आउनु यहाँ हेर्नु भनेको 4 वटा कर्नर बार कति 20 mm को रहेछ अनि बीचको जुन यो डायमन्ड शेपको छ नि स्टिड अप त्यसमा चाहिँ 16 mm को लागेको छ है यहाँ पनि हेर्नु सबै अनि यो सर्कुलरमा चाहिँ कति छ 8 वटा बार 16 mm को लाउनु भनेको छ है ठीक छ अब यो टाइजहरुको बारेमा दिया छ यहाँ हेर्नु सर्कुलरमा यो 8 mm को सर्कुलर टाइज लाउनु हैन यहाँ पनि देखाएको छ 2 लेग स्टिरअप 12 छ नि 8 mm छ यो हैन 2 लेग स्टिरअप हो है 2 लेग स्टिरअप को लाउनु भन्यो यहाँ डाइमेन्सन पनि दिया छ स्टिरअपको हेर्नु 1 फिट यहाँ पनि 1 फिट छ कि नै अ कंक्रीट ग्रेड M20 गर्नु भन्यो Fe 500 स्टिल युज गर्नु भन्यो है अब यहाँ हेर्नु फुटिङहरुको साइज पनि दिया छ यहाँ यो फुटिङको साइज कति रहेछ 6 फिट बाइ 6 फिट रहेछ F1 फुटिङको है अनि यसको पनि सबैको आफ्नो साइज दिया छ यिनीहरु लाइन भने कुन लाइन हुन्छ यिनीहरु ग्रिड लाइन यिनीहरु लाइन भने ग्रिड लाइन है यसरी 1 2 3 छ है प्रत्येकमा त्यो प्याकहरु गाड्या छ नि अनि प्रत्येक ग्रिड लाइनमा प्याक गाड्या 1 2 3 4 5 होला नि त त्यो साइडमा यो साइडमा पनि कति छन् 5 होला नि 1 2 3 4 5 6 होला यो साइडमा 6 छन् यो अब टाइ बीम राख्ने भनेको थिए नि अघि मैले टाइ बीमको यहाँ डिटेल दिया छ यहाँ टाइ बीम राख्छ है टाइ बीममा कुन ग्रेडको कंक्रिट राख्ने भने M20 ग्रेडको है यो बार चाहिँ Fe 500 है यो बीमहरुको हो यो चाहिँ के हो त कोलम यिनीहरु के भयो कोलम भयो नि त है यिनीहरु भने टाइ बीम भयो यो नेर भनेको त्यो इन्टान्स भनेको थिए नि मैले यो यहाँ नेर त्यही भएर त्यो टाइपको छ यहाँ नेर जरुरत पर्यो यो है यहाँ नेर ठीक छ यहाँ नेर 4 वटा सर्कुलर कलम छन् नि दुईटै साइडमा हेर्नु 1 2 3 4 दुईटै साइडमा सर्कुलर कलम छ यहाँबाट इन्टान्स भयो है टाइ बीमको साइज पनि दिया छ यहाँ 9 इन्च बाइ 1 फिट 2 इन्च है 9 इन्च बाइ 14 इन्चको रहेछ 9 बाइ 14 इन्चको बीमको साइज टिभी सबैको साइज दिया छ हैन है अनि यहाँ पनि सबैमा साइज दिया छ अब बीमको लेआउट पनि दिया छ यहाँ माथि आएर चेन्ज भइराछ यो अगाडिको हट्यो नि त यो चाहिँ हट्यो फुटिङको यहाँ सेक्सन दिया छ हेर्नु फुटिङको सेक्सन दिया छ डबल जालीको है कम्बाइन फुटिङको है ग्राउन्ड लेभल यहाँ हेर्नु ग्राउन्ड लेभलबाट कति रहेछ त तल 5 फिट मैले भनेको थिएँ नि 1500 mm मिनिमम हुनु पर्यो 5 फिट छ कि नै ग्राउन्ड लेभलबाट तल कति रहेछ 5 फिट है अनि ग्राउन्ड लेभल देखि प्लिन्थ लेभलको कति रहेछ 450 mm 1 फिट 6 इन्च भने कति हो 1 फिट भनेको 1 फिट भने 300 mm हुन्छ 6 इन्च भने 25 125 150 450 हो कि नै मैले मिनिमम एनजेल देखि प्लिन्थको मिनिमम हाइट कति हुनु पर्यो भने 450 भनेको थिए नि छ कि नै 450 छ नि यो कम्बाइन फुटिङको साइज छ यहाँ हेर्नु अनि आइसोलेटेडको चाहिँ यहाँ दिया छ F1 फुटिङको या F2 फुटिङको है सबै फुटिङको दिया छ यो चाहिँ टाइ बीमको यो अर्को यहाँ टाइ बीम यही हो यहाँ नेर राखेको छ यो टाइ बीम ग्राउन्ड लेभलमा टाइ बीम अनि प्लेन थिङ यहाँ चाहिँ छैन टाइ बीम भने यो यहाँ त भएछ स्ट्याप बीम टाइ बीम र प्लेन बीममा के फरक छ